यो आवाज भुटानको लामी डाँडाबाट नभइकन होइन हामीलाई दुबईबाट है यस्तो यस्तो तपाईँसँग हुन्छ होइन ओहो पहिलोचोटि ल यहाँसँग मैले यस्तो गर्ने अवसर पाएँ मलाई पनि खुसी लाग्यो है ठ्याक्की ठ्याक्की झन्डै झन्डै ठ्याक्की ठ्याक्की मिल्यो क्या म त अब छक्क परे हेर्नुहोस् होइन ठिक छ म त छक्क परेको होइन बा ओरिजिनल भन्ने मान्छे के बनायो कि भन्ने एउटा थियो क्या है हेर्नुहोस् होइन मजा लाग्यो के छ दुबईतिरको हाल खबर र ढक्का धर्मराज हाम्रो दाइको खबर भन्नुहोस् ओके ड्युटीमै बसेर कार्यक्रमलाई सुन्दै हुनुहुन्छ पहिलो कलरमै फोन लागिसकेको छ ओके ल ठिक छ तपाईँले गीत रोज्न पाउनु भएको छ कुन गीत रोज्नुहुन्छ ओके शिरमा शिरबन्दी छड्के गलबन्दी हो ल एकदम मिठो गीत अहिले हामी सुन्छौँ ल केही छ प्रतिभा त भइसक्यो केही छ सुनाउनुहुन्छ भने सुरु गर्नुहोस् हुन्छ ल सुरु गर्नुहोस् रुन्न भन्दा भन्दै पनि रुने बनाउँदो रहेछ मायाले रुन्न भन्दा भन्दै पनि रुने बनाउँदो रहेछ मायाले घरिघरि तिम्रै तस्बिर सुने बनाउँदो रहेछ मायाले घरिघरि तिम्रै तस्बिर सुने बनाउँदो रहेछ मायाले सहन्छु भनेर कोसिस गर्दा पनि यो दुनियाँ सामु सहन्छु भनेर कोसिस गर्दा पनि यो दुनियाँ सामु पागल पागल बनाउँदो रहेछ तिम्रै मायाले रुन्न भन्दा भन्दै पनि रुने बनाउँदो रहेछ मायाले घरिघरि तिम्रै तस्बिर सुने बनाउँदो रहेछ मायाले घरिघरि तिम्रै तस्बिर सुने बनाउँदो रहेछ मायाले थ्याङ्क यू घरिघरि तिम्रै तस्बिर सुने बनाउँदो रहेछ मायाले यो माया पिरी पनि कस्तो चिज हो है हो नि बुझेर बुझिन सक्नुको हुँदो रहेछ हुने रहेछ हेर्नुहोस् होइन त्यो अनुभव चाहिँ मैले गर्न पाएको छैन जे होस् यहाँको आवाजहरू सुन्न पायो धन्यवाद छ तपाईँलाई है त झुट त होइन झुट त बोले होइन हेर्नु झुट बोले कि होइन झुट बोले होला म फेरि पर्दाफास गर्छु है फेरि थाहा भयो ल ठिक छ कार्यक्रम आउनु भएको छ ल पर्दाफास भन्दा पनि अब साथीहरू सम्झिहाल्नुहोस् है त विशेष गरी आज जन्मदिन मनाउने हाम्रो पुरानो मिडिया प्रेमी साथी हाल चाहिँ विशेष online.com का सञ्चालक अनि इटरी एफएममा कार्यरत अनि उज्यालो अनलाइनमा पनि कार्यरत साथी हाम्रो मनोज दाहाल हुनुहुन्छ चलचित्र पत्रकार पनि हुनुहुन्छ अनि अहिले स्टेज कार्यक्रमहरूको उद्घोषकमा पनि एकदमै व्यस्त हुनुहुन्छ हैन मनोज दाहाललाई जन्मदिनको धेरै धेरै शुभकामना सम्झना माया पनि भन्न चाहन्छु मलाई हाम्रो तर्फबाट एकदम जन्मदिनको धेरै धेरै शुभकामना है अनि अन्य सम्झिनु पर्दाखेरि अहिले कार्यक्रम सुनेर बस्नुहुने गणतन्त्र एफएमलाई माया गर्नुहुने सञ्जयजीको कार्यक्रमलाई मन पराएर सुन्नुहुने जति पनि हुनुहुन्छ मलाई चिन्नुहुने माया गर्नुहुने सम्पूर्णलाई विशेष सम्झना मिठो माया भन्दै बिदा हुन्छु हस्त नमस्ते बाई बाई